请注意，车站范围内严禁兜售、贩卖。 भरे फर्किँदा कि किन्न भरे फर्किँदा चाहिँ कसले खाँदै हिँड्छ जोडनमा रातभरि हिँड्ने हो भन्नु त त 2 दिन छुट्टीमा गायब भइरहेको मान्छे ल्याउन आएर त गरौँ न यो झोला निस्केन इवानबाट जाने हो दिदी चलिसक्नु भयो नि कहाँ रोकिने र यो सुगरको मात्र फेरि कहाँ रोकिनु 어디 주자 Thank you Có phải nó mèo xe rồi con chậu rồi. Thôi tôi vì nhà bố ra không. आज चिसो भयो भने तालु मात्रै दुख्छ हो के भन्नु आज के हो आज के न्यू इयर होइन न्यु इयरको उमा चाहिँ रातभरि ट्रेनहरू बसहरू रातभरि हिँडौँ न 2 दिन छुट्टी छ हिँडेकै हो दिदी हावा तलमा खाना छोरीहरू नै छ मेरो त रुन्छ भयो तिमीहरूको त रुँदैन भन्छ मेरो त तपाईँको पनि रुँदैन अब ठुली भइसक्यो अघि नै वालेटबाट म पनि पैसा भन्दै नि त साथी त भन्दै भएछ छिटो जानु पाएछ घुम्नु आउँदा त त्यो काम गर्न सम्झाउनु टिकट काट्नुपर्छ यहाँ यो चाहिँ टिकट काट्ने ठाउँ हो र त यताको साइड निकै ठुलो खासै मान्छे रहेछ साइकल चलाउनु ठाउँ पनि रहेछ यो कोरोनाको टाइममा आएको पनि त्यस्तो गाह्रो स्क्यान गर्दा के गर्दा है त्यो कोरोनाको भ्याक्सिन लगाएको नलगाएको स्क्यान गर्दा काम लाग्यो नि त्यहाँ साथीहरूको आमा बाउ आउँदाखेरि आएको थियो किन हो के भयो कस्तो बाहिर हेर्दा पनि पहिलो देख्दैछु क्या हरियो देख्छ टिकट अब हामी जान्छौँ टिकट काट्न बल्ल बल्ल निक्लिँदैछ त 49 30देखि 49 को 24 20देखि 29 को 25 भरे फर्किँदाखेरि चाहिँ भित्र छिरौँ न पहिला व्यवस्था अलिक घाम लाग्यो भने मात्रै राम्रो आउँछ यस्तोहरूमा चाहिँ अलिक उज्यालो हुन्छ कि घाम लागेन भने त आज हेर्नु घाम लागेन भने हामी कति काली आउँछौँ भनेर काली 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 जान्छ चरा हामी त फोटो खिच्न आएको मगरमाछ भन्दैछु डाइनोसर भन्नुहुन्छ यत्रो सानोमा कसरी बच्यो यो होला नि उता पानी त हाती मात्रै छ यो पानी के छ यति माथि यति मात्रै छ क्या त्योभन्दा माथि छैन बाहिर निस्किने ठाउँ त हुनु पर्यो नि दाँत देखाएर हाँसिरहेछ
तर्साउने दिनुभयो त्यो धेरै डर लागिरहेको थियो नि त राम्रो रहेछ हौ ठाउँ त नि घुम्नलाई हो मैले इमेजिनेसन गरेको थिएन यो त भिडियोतिर हालेको हुँदैन त यति राम्रो ठाउँ रहेछ त यति राम्रो ठाउँ रहेछ त म त भिडियोतिर त्यो वाटल्यान्ड पार्कको भिडियोतिर देखेकै थिइनँ त राम्रो रहेछ ठाउँहरू क्या त्यहाँभित्र नछिर भनेको त त्यही रहेछ त है कसले त चिन्दैन चिन्ने मान्छे पनि कोही छैन पनि सबैजना चिन्दैन पनि साँच्ची राम्रो ठाउँ रहेछ हौ इमेजिनेसन भन्दा राम्रै रहेछ बस घुम्न पनि आनन्द आउने खालको रहेछ तर मान्छे थोर भएर पनि होला है मान्छे त्यति छैन त्यही भएर आनन्दै घुम्नलाई पनि राम्रै रहेछ वेटल्यान्ड पार्क के यहाँ पनि माछा छ ओ रहेछ हेरिरहेछ तिमीलाई हेऱ्यौ मलाई हेर्नु को आउँछ भनेर चाहिँ उहाँ दूरबिन पनि रहेछ त दूरबिनबाट हेर्नु पाउने होला नि त के देखाएको छ हेर्छु ल छ किन होइन र के पो लेखेको छ ड्रागन फ्लाइ पो लेखेको यहाँनिर के भनेको छ हेमा दिदी अब नाच्नु आँट्नु भएको छ 1 2 3 गो स्टार्ट जाउँ त खै म गएको एकचोटि न यो सानो गएको तिमी राम्रो रहेछ पहिला पर पुग्यो राम्रो रहेछ राम्रो ठाउँ रहेछ मैले चाहिँ होइन मतलब धेरै मान्छे नभएर पनि होला क्या सुनसान भएर पनि राम्रो लाग्यो होइन अनि धेरै भिड थियो भने यसरी आनन्दले हेर्नु पाउँदैन नि त हिँडिरहनुपर्छ यहाँ त आनन्द टाइपको रहेछ क्या तर अलिक टाढा पनि पर्छ त्यो भएर मान्छे त्यति पनि आइरहँदैन होला अहिले रुल्समा के भनेको थियो नि त्यहाँ डुबाउने रहेछ साथीहरूले त ओ त्यो पुल देखाएको त यो पो ठाउँ हो ए ऊपर रहेछ चट्ट लाएर फोटो खिच्नुपर्छ त्यो पुल्समा राम्रो हो पोखरीहरू अझै यहाँसम्म पानी आएको भए कति राम्रो हुन्थ्यो होला पानी चाहिँ सुकेर अलिक उयो भएछ हरियो हुनुपर्नेमा बिचरा पानी चाहिँ सुकेछ नि पानी हुनुपर्ने थियो होइन नचाहिएको चाहिँ हो मलाई त प्रायः घुम्दाखेरि त त्यति मान्छे नभएको सुनसानै मनपर्छ माछा लाफिङ बुद्ध दामी ठाउँ साँच्ची भनेको कति राम्रो ठाउँ
वा यहाँ झन् सबै यहाँ सबै पानी हुनु भएको छ भने कति राम्रो देखिँदो होला है हेमा दिदी कमलको फुल उम्रिँदै होला अर्कोचोटि उम्रिन्छ होला जरा मात्रै बोलाउँछ अब उम्रिनु यसो क्या यो कमलको फुल यस्तो रहेछ नि त अब फल्यो अनि फुल्यो अनि मर्यो नि फेरि यहीँबाट पलाउँदो रहेछ क्या त्यसको जरा त्यतिकै छोड्यो भने यहाँ पानी चाहिँ सबै सुकेछ फुलको त्यो पत्ताहरू भएर कति राम्रो देख्छ है अन्त पानी चाहिँ भरिभरि थियो भने पनि राम्रो देख्छ क्या तर पनि राम्रै छ So beautiful. मलाई त उयोको फिलिङ आयो उयोको के भन्नु न तराईतिर त्यो तराईतिर के त्यो ताल छैन ताल माछा उयो गर्ने तराईको के पो त्यो तराईतिर हुन्छ नि माछा पालन गर्ने त्यो के भन्छ धरानदेखि बिचमा माछा भौडी जस्तै हुन्छ नि अनि त्यतिखेर त्यहाँ कति राम्रो फुल फुल्छ सेतै डम्मै त्यहाँ झन् राम्रो हुन्छ त्यहाँ पनि यसरी नै गरेर पैसा तिरेर टिकट त्यो एउटा यस्तो खालको सेतो सेतो फुल छ नि हो त्यो बेतन खास राम्रो त होइन नि त्यो पानी उयो गरेर बेतना सिमसार मङ्गलबारे छेउ उता पथ्री एउटा खै के भन्ने एउटा झिलिङ्गे कि झिलिङ्गे सेल्फी डाँडा अरे भनेको त्यही झापा त्यो यहाँ चाहिँ रहेछ कमलको फुल किन पहिला गएर खाएर अनि मात्रै फोटो खिच्न आऊँ न खाएर र त खाइसकेपछि अलिक सामान अलिक हल्लु हुन्छ दामी नजर दामी तर यहाँ चाहिँ बाँचेर त्यहाँ चाहिँ किन मर्यो नि लोटसको फुल धेरै मजाले फुल नखाएको अहिले सिनमा जाउँ अहिले खान्छ खाएको छैन अरे केही हामी त्यो म त भात भन्नाले नि उयो यहाँभित्र चाहिँ के हो यस्तै ठाउँहरू हुन्छ क्या हेर्ने हो मतलब त्यसको बारेमा भन्दै रहेछ क्या अल्छी लाग्छ क्या माइन्ड डिप वाटर अरे वा घाम लागेको भए चाहिँ दामी देखिन्थ्यो होला है वा पढाएको बस्नेको फोटो आइलेक्सनमा आएर नि आउने हो र यो बाटो पर पनि छ होला नि त्यो एउटा चौरी यहीँतिर आउनु न त जङ्गल जङ्गल पनि राम्रै हुन्छ हो पानी पनि सुकेछ नि त बिचरा मजाले नफैलिएको क्या पचक्क भएछ नफक्रेको त्यो बोटहरू पनि त्यो पत्ता क्या कमलको पत्ताहरू त त कस्तो मजाले हुन्छ नि घाम लाग्दाखेरि चाहिँ ओ पिँडालुको पत्ता जस्तै कमलको पत्तै हो रहेछ त नि सबै लट्राक्क भयो कस्तो राम्रो फुलेछ कोही उयोमा
Cầm kencang. खासमा त त्यस्तो त केही त रहेन रहेछ अलिक धेरै पानी भएको भए दामी हुन्थ्यो होला बर्खामा त राम्रो हुन्छ रहेछ अहिले चाहिँ पानी सबै सुकेर जरा सबै मरेछ त नि पानी सुकेर मरेको होला होइन किनकि पानी निकै माथि थियो होला डन्ठा माथि सब नै छ नि त माछाको बच्चाहरू रहेछ बच्चाहरू छ सानो सानो छ घाम लागेको भए झन् हरियाली अलिक हरियो देखिन्थ्यो होला हेमा चाहिँ हेर्नुपर्छ नि मास्क लाउँदिन भनेर हतार मास्क लाउँदै हुनुहुन्छ हेमा दिदी नि मास्क अम्मै फेरि मेरो भिडियो जस्तो फेमस हुन्छ सबले हेर्छ अनि चिनिहाल्छ नि उयो गर्ने आउनु हेमा चाहिँ यहाँ चाहिँ यस्तो यस्तो चिज पाउँछ अरे तर सबै मरेर केही छैन बिचरा हेमा चाहिँ आउनु एउटा रहेछ चराको नाम पनि चराको नाममा पनि तर यही हिँडेको बाटोहरू राम्रो हो चराहरू उयोहरू देखाएको थियो तर छैन त एउटा छ यो सेतो चरा अनि अब फेरि रिपलाउँछ पानी उयो भएर माइन्ड डिप वाटर भनेको छ बिचरा सबै पानी सुकेर पछि चाहिँ यहाँ सबै पानी हुन्छ होला नि त होइन यो सबै हिलो हुन्छ नि हेर अहिले त सुकेर गङ्गटाहरू भेगुताहरू धेरै हुन्छ गङ्गटाहरू त्यतिखेर चाहिँ आउनुपर्छ कहिले हुन्छ त्यतिखेर छुट्टी नै हुँदैन र पो त छुट्टी यतिखेर हुन्छ हेर न यतिखेर हुँदा अरे पानी नै सबै सुकेको हुन्छ चराहरू एउटा त अस्तिमा आउँदा त सबै यस्तो हरियो के पानी पनि च्याप्प हुन्छ फेरि हामी आउनेछौँ पानी भएको बेलामा के फुलेको त्यो पर सेतो आडु पनि फल्यो आडु पनि फल्ने छ ऊ पर हेर्नु सेतो तपाईँले आडु होइन अनि त अन्तिममा आएर त त्यो आडु होला भन्ने बेलामा सबै आडु होला नि भन्नुभएको त पर नै त उयो रहेछ नि त खोला के हो चरा यस्तो पाउँछ जहाँनिर कि त्यहाँ चढेर हेर्नु पनि त्यस्तो चरा ओहो यो फुल के यो फुल भनेको यहाँ पनि फुलेको रहेछ एकदम जानु बाटो रहेछ तर हामीलाई नो इन्ट्री अरे होइन मलाई त उता के लेखेको छ त्यही लेखेको छ त्यहाँ सानो सानो मान्छेहरू जानु पाउँदैन भनेर भनेछ नि भनेको त्यो फर्केर हजुर अघिको त्यसमा त खानु हुँदैन त भनेको थिएन होला नि पढेन हेर्नु चाहिँ हेऱ्यो रब्बत हेरेन त्यस्तो त लेखेको थिएन जस्तो लाग्यो किन फर्स्ट टाइम खानु लाग्यो हो र बाहिर गएर खायो नि त्यसरी बोकेर ल्याएन अहिले त भोक लागेर त्यसो भए कुन त कसैले खाएको छैन होइन यो यता
सक्यो हो र ऊ त्यहाँनिरबाट हेर्ने उयो अब बस्नु फर्म गर्ने मात्रै होइन भयो चराहरूको चराहरू हेर्नु बर्खामा हुन्छ भिडियो गर्न त पाउँछ होला नि त के भनेको छ मात्रै हो हेर्ने हो क्या मासी पनि यस्तै हो सबै एउटा मात्रै रहेछ दुर्बिन चाहिँ नाच्दै छ होइन नाच्दै छ होइन के गरेको हो पखेटा झन् सानोमा त के सानोमा त देखेँ रोडमा यता जाने कि यताबाट यसो जाने त खास त अब यहाँदेखि गयो भने त उतैको बाटो आउनुपर्छ नि फेरि यो बाटो गर्ने यही बाटो एउटै हो एकदम यो रोडमा फर्किँदाखेरि त अर्कै बाटो आउँछ नि भनेको क्या ठिकै छ ल ल अरूले वाटल्यान्ड पार्कको त्यो पोखरीको हाल्छ होइन हामी यहाँ यो रोडको जङ्गलको हाल्नुपर्छ दामी आउँछ यो रोडमा पनि सबले हालेको फेमस ठाउँमा आउनु तिमीले गर्दाखेरि मलाई कम्ती के यो मान्छेलाई छुन हुँदैन क्या नाच्नुहुन्छ मलाई थाहा छ यो चेरी फुलेको ठाउँमा नखिच्ने फोटो छुनु नपाइ होला तर होइन सबले नसिकिने फोटो खिचिराख नि त छुको जस्तो मात्रै गर्नु अहिले सब सुकेर जस्तो भएर सेक पसुके छ दामी आहा दामी ठाउँ हेर्नु सेक पसुके छ फेरि यो फोटो भन्दा भिडियोमा राम्रो आउँछ नि मान्छे हिँडेको हिँडेको रहेछ बिचमा फोटो लगाएको त्यहीँबाट चलाइ भिडियो बनाउनु पाए पो मान्छे हिँडेको हिँडेको गर्दो रहेछ है सुहाएर साह्रै अब चाहिँ हामी निस्किने ठाउँ आइपुग्यो हो होइन अहिले हामी त्यसो गयौँ नि रोडमा त्यही बाटो निस्किन्छ राउन्ड हानेर त फेरि यतै आउनुपर्ने रहेछ त्यही बाटो जस्तो लाग्यो क्या यताको बन्द रहेछ यो त कता जङ्गल पुगेर फेरि रिटर्न पाकेर ऊ यताको एउटा बाटो यो त यतै घुम्न हुने नि फुल्ने ओ नो बाटो हो नि त्यो त वरिपरि घुम्ने मात्रै हो जाउँ त्यसो भए त्यो त वरिपरि घुमेर हेर्ने हो यहाँको बाटो ब्लक गरेछ नि त परै पुग्नुपर्छ निस्किनलाई
भन्ने बात भयो कहिले एउटा ठुलो झोला मलाई बोक्नु उयो एउटाले अर्को बोकेको एकछिन ल्याउ न त्यहाँ गरम छैन ल्याउ नि त नि गरम छैन नि यत्रो सामान बोकेर खानु के बोकेछ यति धेरै यहाँ कोही केही छैन पानी दिँदा निकाले त अझै पनि गर्नु के लुङ्गी छ भाइहरूको त्यही सब बनाउनु भनेर चप्पल होला अब होस् खाओ ससुरे बाजा